के चाहिँ कहाँबाट आउनुभयो तपाईँ? अहिले त अब कहाँबाट भनौँ, हाँसौँ कि के भन्नु के भन्नु, म त अगाडिबाटै आएको बाइक चलाउँदै घरबाटै, घर झ्यालपाटी ठेच्छु। तपाईँले फोन गरिहाल्नुभयो, आइपो हाल्यो त। होइन, तपाईँ झ्यालपाटीमै जन्मेको कि अन्तै जन्मे हो? होइन, गोदावरी नगरपालिका हो। म छम्पीमा जन्मेँ, मेरो बाउ ठेचुमा जन्मिनु हो। अहिले फेरि म ठेचुमै झ्यालपाटी भन्ने ठाउँमै छु। म एउटा खोलोको वारिपारी मात्रै हो। मलाई त्यो ठेचु भन्ने बित्तिकै कस्तो लाग्छ भने नि, सुन्ने बित्तिकै एकदमै अत्यन्तै समृद्ध नेवारी संस्कृति परम्परा होइन, त्यहाँको चाहिँ संस्कारहरू जोगाएर राखेको एउटा ठाउँ जस्तो लाग्छ क्या मलाई। ठेचुको बारेमा अलिकति भनिदिनु त, के छ ठेचु, कस्तो छ ठेचु? कस्तो, अब ठेचुको बारेमा भन्नु पर्दाखेरि चाहिँ भन्नु मन लाग्छ, भन्दाखेरि अलिकति तलमाथि होला कि भन्ने पनि डर पनि लाग्छ मलाई। यदि तलमाथि भइहाल्यो भने चाहिँ क्षमा पनि पाऊँ होइन, त्यहाँका बासिन्दाहरूसँग क्षमा पनि माग्यो। ठेचु चाहिँ छे भनेको घर, चुए भनेको माथि, घरमाथि भनेको छेचुए भन्दा पनि ठेचो हुन गयो भन्ने किंवदन्ती चाहिँ छ। हो होइन मलाई पनि थाहा भएन। अनि ठेचो यहाँले भन्नुभएको जस्तै हो, सङ्गीत, कला, भजन सबै चिजमा चाहिँ समृद्ध ठाउँ नै हो। हेर्नु है, तपाईँ ठेचुको, निशा देसार ठेचुको, जुगल डङ्गोल ठेचुको होइन, अरू थुप्रै कलाकारहरू तपाईँको चाहिँ यसो हेर्छु म, थुप्रै कलाकारहरू ठेचुबाट छन् होइन। हुँदा अहिले त सुनिल पोखरेल पनि ठेचो गरेर बस्नु भएको छ। अहिलेको सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति चाहिँ निशा शर्मा पनि ठेचु गरेर बस्नु भएको छ। अलिक छेउमा मदन कृष्ण दाई पनि ठेचु गरेर बस्नु भएको छ। त्यो त आफैमा एउटा संस्कृतिको समृद्ध त थिँदै थियो होइन। अहिले त कलाकारहरूले पनि धनी भयो नि त्यो ठाउँ है, मजाले। कस्तो लाग्छ तपाईँलाई? कस्तो लाग्छ भने पनि यहाँले सही मूल्याङ्कन गर्नुभयो, मलाई चाहिँ गर्व लाग्छ। सुनिल अब सर भन्छु, सबैको नाटक क्षेत्रको गुरुबा होइन। उहाँको घर 66 हो कि कति हो, त्यसमा चाहिँ फोनदेखि लिएर यताउता सबै गर्ने चाहिँ मै हो। फेरि उहाँलाई त्यो घरमा सिभिल होम्सभित्र छ, त्यहाँ हुनुहुन्छ। उहाँ पनि त्यही हुनुहुन्छ होइन। त्यो ठाउँमा त पाण्डव सुनवार कि जस पुराना कलाकारहरू धेरै जमघट हुने ठाउँ चाहिँ त्यही हो। अहिले त मदन कृष्ण दाई पनि त्योभन्दा अलिकति अगाडि तल उहाँहरू सिभिल होमको तल चाहिँ भ्याली होममा मदन दाईहरू चाहिँ सुनकोसीमा पर्छ त्यो चाहिँ। उहाँ त्यहाँ बस्नुहुन्छ। निशा देसार चापगाउँ भयो, हाम्रै मेरो चेलीहरू हुन् होइन। अर्को हाम्रो राजोपाध्याय सरिता राजोपाध्याय ती हो। छुच्ची सासूको चाहिँ ढुङ्गाले हानु जस्तो अर्को गीत गाउने भाइ पनि त्यही छन्, जुगल, वरिष्ठ सङ्गीतकार जुगल डङ्गोल पनि त्यही हो। उमा त जहिले पनि बिहान एकपल्ट झर नरिकन भातै नखाने हो हामी है। उहाँ पनि त्यो मेरो त जोडेकै घर हो। अरू छन् त्यहाँ राम केसी हेर्नुहोस् त, जनगायक, धेरै राम्रो गायक पनि, गीतकार पनि, सङ्गीतकार पनि त्यही हुनुहुन्छ। दीपक रमन त्यहीँकै भयो। दीपक रमन हो होइन। अलिकति तलमा थुप्रै कलाकारहरू छन् त्यहाँ। म एउटा कुरा कन्फ्युज हुन्छ कि। अनि अर्को प्रद्युम्न घले पनि छ। प्रद्युम्न घले पनि त्यही छन्। प्रद्युम्न घले सङ्गीतकार, गायक, राम्रो कलाकार होइन। उहाँ चाहिँ गोदावरीमै हो, तौखेलतिर बस्नुहुन्छ उहाँ चाहिँ। अब म एउटा कन्फ्युज छु क्या कृष्णजी, तपाईँ चलचित्र पनि खेल्नुहुन्छ, चलचित्रकर्मी भन्ने कि तपाईँ नाटक पनि खेल्नुहुन्छ, रङ्गकर्मी भन्ने कि तपाईँ डान्स आफै पनि गर्नुहुन्छ, डान्स गराउनु पनि हुन्छ, नृत्य निर्देशक भन्ने कि होइन। आफै फेरि तपाईँ चाहिँ अब एउटा सांस्कृतिक अभियन्ता भनौँ न, अब एउटा चाहिँ के भन्छ कलाकारहरूको हक हितको निम्ति तपाईँ एउटा
अब विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध पनि हुनुहुन्छ। तपाईँलाई के भनेर चाहिँ मैले बोलाउँदा ठिक हुन्छ ल भन्नु त? कस्तो अर्थमा म कफी एक सुरको तान्छु। मैले नाटक र नृत्यलाई चाहिँ एकैपल्ट यसरी लगेँ। यो यसरी लानुको पछाडि चाहिँ के रहेछ भन्नुहुन्छ भने उस्तै मैले त्यो बेलामा उस्तै लाग्यो। उस्तै के लाग्यो भन्दाखेरि नृत्य अरूबाट परिचालित जस्तै स्पिकरबाट क्यासेटबाट कसैले गाउँछ लाइभ होइन भने नाटक आफैले बोल्नुपर्छ, हामी आफै स्पिकर हो। उस्तै लाएर मैले यसरी लगेँ। अब नाटक भनौँ या नृत्य भनौँ, अहिलेसम्म यस्तै छु म। चलचित्रमा चाहिँ कस्तो भयो भने म आफैले धेरै हिरो हिरोइनले सिकाएको छु मैले। अहिलेका चलेका जल्लो बल्लो हिरो पनि छन्, हिरोइनहरू पनि छन्। अनि एकपल्ट के भयो भने मैले नै नृत्य सिकाएर पठाउने। अनि त्यो बेलामा त यति धेरै चलचित्रहरू पनि बन्ने थिएन। अनि कृष्ण आइज न भन्थ्यो मलाई, हुन्छ भन्थ्यो, जान्थिनँ। अनि कहिले के हुँदो रहेछ हेर्न जाउँ कस्तो गर्दो रहेछ भनेर हेर्न गइयो। म यति लज्जित पनि भएँ, म आफैले अपमानित पनि फिल गरेँ। म आफैले सिकाइरहेको बच्चाहरू भनौँ न, मेरो स्टुडेन्टहरूले मलाई नचिना जस्तो गरे। दुःख लाग्दो कुरो है। अनि म आफैले यसो तेस्रो आँखाले हेरेँ। यो दुईवटा आँखाले हेरेको त सत्य रहेनछ। मलाई थाहा छ म जाने बित्तिकै नमस्ते गर्ला, हेलो सर के छ कसो छ भन्दा होइन रहेछ। अनि आफै एकछिन स्तब्ध भएँ र डाइरेक्टर सबै चिनेका त भन्ने होइन, सुन न मलाई पनि यो रोल राखिदेऊ न भने मैले। आखिर गर्ने त कलाकार त अभिनय त गरिरहेकै हो नि, त्यत्रो गरिरहेको हो। अनि हुन्छ तँलाई अस्ति नै भने होइन राखौँ है खेल्न आऊ भनेर भने त हो नि, त्यही ठुलो मान्छे बन्छस्। गाली पनि गरेँ, कति मिठो गाली त्यो नचिना जस्तो गरे। अनि मैले खेलेँ, फिल्म हिट पनि भयो, राम्रो पनि भयो, नराम्रो कति चल्दा पनि चलेन, यस्तै त हो नि सबै थाहा भएको कुरा होइन, चलेन। त्यसपछि फेरि अर्को ठाउँमा भेट्दाखेरि तिनीहरू मान्छेले नै मेरै चेलाचेलीहरूले नै नचिना जस्तो गर्ने मान्छेले खुट्टा ढोग्न आए। अब भन्नुहोस् हाम्रो संस्कार, हाम्रो संस्कृति, म आफै यहाँले भर्खर भन्नुभयो सांस्कृतिक अभियन्तामा लागिरहेको मान्छे भनेर भन्नुभयो, कति पीडा भयो होला। यो चिजले गर्दाखेरि म चलचित्रमा आएको हो। नत्र मलाई खासै भन्ने हो भने चाहिँ नाटकै मन पराउने मान्छे, नृत्य नै मन पराउने मान्छे, आफू नाच्ने मान्छे, नचाउने मान्छे। फेरि तिनीहरूले नचिना जस्तो गरेको पनि मेरो लागि चाहिँ के भन्छ त्यो नाट्यश्वर जस्तै भयो कि। यदि उनीहरू त्यसो नगरे भए म चलचित्रमा आउनु पनि थिएन। र यति सायद अब आफूले के भनौँ, अब 2-4जना दर्शकहरूले त्यो चिन्नुभयो, 3-4जनाले चिन्नलाई बामी सर्दैछु, 6-7जनाले चिन्ने त अझ परको कुरा हो। त्यसको लागि चाहिँ अहिले सङ्घर्ष गर्दैछु। यो हाम्रो पालामा नि कृष्णजी गुरुहरूलाई खास गरी आफूलाई सिकाउने होइन, आफूलाई चाहिँ एउटा कला क्षेत्रमा चाहिँ निर्देशन गर्ने यस्ता गुरुहरूलाई चाहिँ हामी अत्यन्तै आदर गर्ने होइन, सम्मान गर्ने त्यो भित्रैबाट आउँथ्यो क्या। हामीलाई चाहिँ भित्रैबाट आउँथ्यो। गुरुलाई देखेपछि हाम्रो आफ्नै शिर निहुरिने, गुरुको चाहिँ खुट्टा ढोग्न जान्थ्यौँ हामी। त्यो थियो हाम्रो। अहिलेको पुस्तामा त्यो अलिकति त्यो प्रवृत्ति चाहिँ कम भएको हो कि के भएको हो, तपाईँलाई कस्तो लाग्छ? यहाँले जे भन्नुभयो मजाले हो। यो संस्कार प्रत्येक घरको भन्यो भने मलाई ढुङ्गाले हान्छ होला। प्रत्येक घरको अभिभावकहरूको कमजोरी
संस्कार त सिकाउनु पर्यो नि। हामी कुनै पनि ठाउँमा गएर 3 पुस्ते नाम लेख भनेर भन्छौँ। 3 पुस्ते के हो? हजुरबाउको हो, बाउको हो, तेरो नाम के हो? हामी 3 पुस्ते लेख्छौँ। 3 पुस्ते भन्दा माथि भयो भने हामी बुझ्दैनौँ नि को हो भने थाहा छैन भन्छौँ हामी, होइन? थाहा छैन भनेर भन्छौँ, तर चाहिँदो त रहेछ नि त। त्यो पुर्खाहरूदेखि सिकाएको संस्कार अहिले आएर अहिलेको जल्लो बल्लो अब यो सामाजिक सञ्जालले गर्दाखेरि, मोबाइलको दुनियाँले गर्दाखेरि होला, सबै आफ्नो ठाउँमा मतलबै छैन। कला, संस्कृति, संस्कार। संस्कार राम्रो भयो भने संस्कृति राम्रो, संस्कृति राम्रो भने संस्कार राम्रो। एकदम राम्रो कुरा, ठिक होइन? न मान्छेले संस्कारलाई ध्यान दियो, न संस्कृतिलाई ध्यान दियो, मतलबै छैन। त्यही भएर अहिले आएर गुरुहरूलाई अनादर, को गुरु, त्यो गोरु, यस्तो पनि भन्छ। मलाई पनि परेको छ यो चिज। गुरु हो कि गोरु हो? नयाँ पुस्तालाई वास्तवमा ठिक भन्नु हो तपाईँले, नयाँ पुस्तालाई हामीले वास्तव संस्कार दिन सकेका छैन। अब यो चित्त त्यो संस्कार दिने कुरा त प्यारेन्ट्सबाट, आमा बाउबाट आउनु पर्यो नि। चित्त दुखाएर मात्रै त सधैँ भएन, होइन? अलिक फरक कुरा गरौँ न। कहिलेकाहीँ चाहिँ यो कला क्षेत्रमा लागेर अत्यन्तै गर्व गरेको, अत्यन्तै आफूलाई चाहिँ वास्तव मैले ठिक गरेछु यो क्षेत्रमा लागेर भन्ने क्षण पनि आयो होला नि त, होइन? त्यो चाहिँ त्यस्तो आएको छ कि छैन त्यस्तो क्षणहरू? तपाईँलाई एउटा कुरा म भनिहाल्छु है, तपाईँ त मेरो साथी पनि हो, तर तपाईँ मेरो गुरु पनि हो। किनभने तपाईँले नै नाच सिकाएको नाचहरू पनि मैले थुप्रै नाचेँ नि, होइन? लगभग हामी 54-55 सालतिर त तपाईँले कम्पोज गर्ने, मैले नाच्ने, होइन? म नाच्थेँ, त्यो पनि एउटा थियो। तर हामी यति धेरै सहृदय साथी भयौँ कि गुरु चेलाभन्दा साथी भयौँ। त्यो हिसाबले तपाईँ मेरो गुरु पनि हो। तपाईँले गर्व गर्ने क्षण चाहिँ कहिले आएको छ कि छैन त्यस्तो? यदि मसँग पैसा हुने हो भने म कृष्ण भक्त हुन्थिनँ होला। मसँग पैसा छैन, तर मसँग नाम छ। पैसा हुनेलाई एउटा तराजुमा, मेरो फोटो एउटा तराजुमा राख्दिउँ, त्यो कुन चाहिँ हलम गरुङ्गो हुन्छ होला। मैले एकजनाले यही भनिदिएको थिएँ, तिम्रो मुला कलाकारहरू त हामी जस्तो व्यापारी भएन भने त देश विदेश त्यो उनी हुँदैन होला है भनेर भन्यो। मलाई झोक चल्यो। यहाँले भर्खर भन्नुभएको जस्तै नि ठिकै छ नि त, त पैसाले एकदम समृद्ध छस्, तेरो भयभरको जाय जेठादेखि चल अचल सम्पत्ति एउटा तराजुमा राख, मेरो एउटै फोटो, त्यो पनि नेपाली कागजमा ड्रइङ गरेको, त्यो राखिदिउँला, उचालौँ, कुन चाहिँ भारी हुन्छ हेरौँला नि त भनेको। मसँग बोल्दै बोलेन पछि मलाई जे मनमा आयो त्यही भनिदिएँ कि मैले पैसाको घमण्ड गर्नु हुँदैन। पैसा आज छ भोलि छैन, धेरै मान्छेको त्यो भइरहेछ। तर कला, संस्कार, संस्कृति हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ। यसलाई मध्यनजर गरौँ भन्ने मेरो धारणा। कस्तो राम्रो कुरा, धेरै राम्रो कुरा। तपाईँको नाम कृष्ण भक्त। द्वापर युगमा कृष्णका थुप्रै गोपिनीहरू थिए, तपाईँका गोपिनीहरू छन् कि छैनन्? कुरा यस्तो है, यो चाहिँ रमाइलो कुरा है। कृष्णका गोपिनी हुन्थे सबै त्यो अब आध्यात्मिकमा जाने हो भने अब यहाँ धेरै मभन्दा बढी मान्यजनहरू हुनुहुन्छ, गुरुवर्गहरू हुनुहुन्छ। गोपिनी सबै मन्त्रहरू रहेछ नि त, होइन रहेछ नि त त्यो। तर म कृष्णको भक्त, सुदामा चाहिँ होइन, कृष्णको भक्त चाहिँ हो है। अब गोपिनी भन्नुपर्ने, म कृष्णको गोपिनी पनि हो म। यो चाहिँ आध्यात्मिकतिर जान्छ होला। गोपिनी भनेको सबै मन्त्रहरू रहेछन्, होइन? अनि मान्छेले नबुझेर गोपिनी गोपिनी यहाँ त्यहाँ कृष्ण यस्तो उस्तो भन्छन्, होइन रहेछ। उहाँहरू भनेको त एकदम पूजनीय, पाइतालाको धुलो यहाँ लाउनु पर्ने व्यक्तिहरू रहेछन्।
पहिलाका ऋषि मुनिहरू रहेछन्। मैले जानेको बुझेको सुनेको सबै त्रेतायुगमा चाहिँ रामलाई मन पराउने ऋषिहरू चाहिँ द्वापरमा चाहिँ गएर चाहिँ कृष्णको चाहिँ गोपिनी बनेका रहेछन्। त्यो कसरी भन्नुहुन्छ भने मन परायो, मन पराएपछि द्वापर युगमा चाहिँ तिम्रो सबै गोपिनी भएर मलाई भेट्ने छौ भने यसरी कथा चाहिँ बगेको रहेछ। त्यही भएर म चाहिँ कृष्णको भक्त सुदामा, तर म चाहिँ सुदामा पर्ने कृष्ण भक्त चाहिँ म हो। तपाईँको श्रीकृष्ण कस्तो थियो हामीलाई थाहा छैन होइन। हामीले महाभारत भन्ने सिरियल इन्डियन टेलिभिजनबाट प्रसारण हुँदा देख्यौँ, तर त्यहाँ हँसिलो एकजना मान्छे चाहिँ कृष्णको रूपमा प्रकट भयो। वास्तविक जीवनमा चाहिँ तपाईँलाई हेर्दाखेरि मैले अहिलेसम्म तपाईँलाई रिसाएको देखाएको छैन। सधैँभरि अत्यन्तै हँसिलो, हाँसिराख्ने, उज्यालो अनुहार भएको मान्छे। जीवनमा दुःख कष्ट कठिनाइहरू आउँदा चाहिँ त्यसलाई कसरी हल गर्नु भएको छ तपाईँले? अब कस्तो छ भने राजेशजी, मन भत्काइदिन्छ। म बच्चैमा तुहुरो मान्छे, म बच्चामा बुवा बित्नुभयो। बुवालाई दागबत्ती हजुरबाउले दिनुभयो। त्यसपछि म कलाले यात्रा गर्दै गएँ जाँदा अघि पनि नाम लिनु हाम्रो सुनिल पोखरेल ज्यूको कुरा आयो। हामीले बाघ भैरव नाटक गरिरहेको बेलामा आज सो गऱ्यौँ, भिआइपी पत्रकार सो यताउति गऱ्यौँ गुरुकुलमा। भोलिपल्ट फेरि अर्कै भिआइपी अरे भिभिआइपी के सो रहेछ। अनि भोलिपल्टको उसमा चाहिँ 8 बजे 12 बजेको सो थियो, 12 बजे को सो थियो। 8 बजे मेरो हजुरबाउ बित्नुभयो। मेन रोल म र स्वर्गीय हाम्रो विष्णुभक्त दाई, म कहिले पनि भुल्न सक्दिनँ उहाँलाई। उहाँ र म चाहिँ जोडी थियौँ, उमेरले बाउ छोरा सरा हो। अब 12 बजेको त्यहाँ सो छ, 8 बजे मेरो हजुरबाउ बित्नुभयो। हजुरबाउलाई दागबत्ती दिने मै हो। 8 बजे बितिसकेपछि 10-11 वर्ष बज्छ होला सायद घाटमा लानलाई। नजल्युन नसकुन्जेल जान मिलेन कहीँ पनि। अनि यस्तो भयो। भइसकेपछि अब गुरुकुल भएर केhinदा तपाईँ कहाँ हो? नाटक यसो कुरा भयो। अनि मैले भने मेरो हजुरबाउ बित्नुभयो, दागबत्ती म आफैले दिनुपर्छ। यसो भयो, सबै वृत्तान्त भने। अब के गर्ने त? अनि चाहिँ हाम्रो घिमिरे युवराज अहिले शिल्पी थिएटरमा छन्, मेरो ठाउँमा घिमिरे युवराजले गरिदियो। 12 बजेको सो त गरियो उसले, 2 सो थियो। 4 बजेको के गर्ने? 4 बजेको म आफै गएँ। त्यहाँ त्यस्तो पीडा छ, तर त्यहाँ गएर मैले हाँसेर पुरै रस रङ्गमै हाँसेर छेडखानी नाटक थियो, मैले प्रस्तुत गर्नु पर्यो। कला यात्राको कुरा यहाँले भन्नुभयो, यसरी भयो। यस्तो चिजहरू त धेरै पो छन् त। अनि कलाकार, त्यही भएर कलाकारको न उमेर हुन्छ, न धर्म हुन्छ, हैन, न यो के जात हुन्छ, न लिङ्ग हुन्छ। म अहिले 55 वर्ष भएँ। म 80 वर्षको रोल गर्नुपर्छ।
म 40 वर्षको रोल गर्नुपर्छ, मेरो उमेर भएन। म अहिले केटा हुँ, मैले केटी भएर गर्नुपर्छ, मेरो लिङ्ग पनि भएन। म अहिले बुद्धिस्ट हुँ, मैले अहिले हिन्दू भएर रोल गर्नुपर्छ, मेरो धर्म पनि भएन। कलाकारको यात्रा हाँसी मजा, रमाइलो, दुःख सुख। कस्तो राम्रो कुरा हो। पहिलो चलचित्र चाहिँ कुन खेल्नुभयो? यो चाहिँ बिर्सिएँ। अब चलचित्रमा आएको कुरा त गर्नुभयो होइन, कसरी आयो भनेर। तपाईँको मैले सबभन्दा बढी सम्झिने रोल चाहिँ अब टेली श्रृङ्खलाको कुरा गर्ने हो भने सहयात्रीमा तपाईँले गरेको रोल अहिले पनि मलाई याद छ। त्यो सहयात्री हाम्रो प्रदीप गेवालीज्यूले लेख्नुभएको, उहाँको नाम शीतबिन्दु हो अनि बद्री अधिकारीले निर्देशन गर्नुभयो। तपाईँले त्यसमा एउटा चाहिँ क्रूर एउटा पुलिस मैले खाकी रङको इन्सपेक्टर रोल गर्नुभएको। त्यो तपाईँले पहिलो सर्ट लिएको पनि मलाई याद छ। त्यो म पनि बाइ द वे त्यो सिरियलसँग जोडिएको थिएँ। तपाईँले पहिलो सर्ट दिँदाखेरि नै तपाईँको सर्ट देखेर म स्तब्ध भएको थिएँ क्या। त्यति क्रूर र त्यति कडा चाहिँ इन्सपेक्टर चाहिँ मैले रियल लाइफमा पनि देखेको थिइनँ क्या। तपाईँले त्यति राम्रो गर्नुभएको थियो। एउटा त्यो, अर्को कुरा चाहिँ मैले पशुपति प्रसाद मैले 3 पटक जति हेरेँ होला। मलाई एकदम मन परेको फिल्म हो त्यो। अनि त्यो फिल्ममा चाहिँ तपाईँको क्यारेक्टर, ग्रे क्यारेक्टर, त्यो रहस्यमय के हो भन्ने क्यारेक्टर अन्तिममा गएर मात्रै धुलमुले क्यारेक्टर र लास्टमा गएर त्यो ग्रे क्यारेक्टर चाहिँ पछि गएर रिभिल हुन्छ। त्यो क्यारेक्टर, त्यो दुईटा क्यारेक्टर चाहिँ मेरो एउटा क्रूर इन्सपेक्टरको त्यो सहयात्री भन्ने सिरियलको, अर्को त्यो पशुपति प्रसादमा चाहिँ त्यो सुन पसलेको रोल त्यो दिमागमा आइरहेको छ क्या। तर तपाईँले त्योभन्दा धेरै खेल्नु भएको छ चलचित्रहरू होइन। तपाईँलाई आफूलाई चाहिँ मन परेको क्यारेक्टर कुन हो? कुन चाहिँ चलचित्रमा खेलेको क्यारेक्टर चाहिँ वास्तवमा तपाईँलाई चाहिँ अलिकति मन परेको छ? कस्तो सबै बाउहरूले आफ्नो छोराछोरीहरू राम्रै देख्छन्, चाहे कानु होस् चाहे लङ्गड होस्, मेरो छोरो गर्व गर्छन्। मलाई पनि चलचित्र त्यस्तै होइन। पशुपति प्रसादमा तपाईँको जे देखिन्छ त्यो होइन, जे होइन त्यो देखिन्छ होइन। बडा गजबको रोल छ त्यो होइन। हामी जे देखिरहेको हुन्छौँ नि त्यो होइन रहेछ, उसको मनभित्र त गजबको चिज रहेछ। जे देखिरहेको हुँदैन त्यो भइरहेको हुँदो रहेछ कि फेरि। जस्तै अब तपाईँको यो फल्चा भन्नुभएको छ नि, यो फल्चासँगै नाम नेवारीमा लाखे पनि जोडिन्छ कि। लाखे हामी डरलाग्दो भन्छौँ। अब शान्त भैरवको रूपमा लिन्छ त्यो लाखेलाई। जति लाखे क्रूर देखिन्छ, डरलाग्दो देखिन्छ नि, तर त्यो होइन। उसले दिन मात्र जानेछ, तर लिने मान्छे के हो? अबे भागिदिन्छ, लिने बेला भागिदिन्छ। जो मान्छे टाई सुट तलक्क आफ्नो अनुहार जुत्तामा देखिने गरी हिँड्छन् नि, त्यसलाई हामी यसो गर्छन्, तर त्यसको मन लाखेको जस्तो हुन्छ। हामी कसले विश्वास गर्ने? यही हो संस्कार, यही हो कल्चर। जे देखिन्छ त्यो होइन, जे होइन त्यो देखिरहेको हुन्छ। सायद त्यो पशुपति प्रसाद खगेन्द्र लामिछानेले लेख्नुभयो, उहाँ अभिनय पनि गर्नुभयो। उहाँले मेरो एउटा राम्रो कलाकार पनि, मैले मन पराउने कलाकार, सधैँ राम्रो कलाकार। उहाँ एकल नाटक गर्ने मान्छे। म उहाँको अभिनयबाट धेरै प्रभावित छु वास्तवमा। एक्लो कलाकार 40-45 मिनटसम्म एक्लैले बोलेर अभिनय गर्ने मान्छे उहाँ नै हो। मलाई मनपर्ने व्यक्ति पनि उहाँ हो। तपाईँको आफ्नो मनपर्ने रोलको कुरा गर्दै थिएँ म। तपाईँलाई मन परेको रोल चाहिँ कुन हो? त्यही त मैले यही मन परेको रोलको बारेमा फेरि कोट्याउनु भयो तपाईँले है। मलाई त बराबर लाग्छ राजेशजी।
अब फेरि तपाईँले के सोध्नुहुन्छ भने मलाई त्यो पनि मैले विचार गरिसकेँ। यो रोल हो भने यो दिपेन्द्र खनालले गरेको, त्यो रोल हो भने अर्कै गरेको। किन त्यो यिनीहरू पनि मनपर्ने तपाईँको के बायस के छ, मनपर्ने नपर्ने के छ भन्नु होला। फेरि बायस केही छैन होइन। दिपेन्द्र के खनाल उहाँ पनि मेरो मनपर्ने डाइरेक्टर, खगेन्द्र लामिछाने कलाकार राइटरको हिसाबले उहाँ पनि अत्यन्तै मनपर्ने कलाकार होइन। पशुपति प्रसाद भन्ने चलचित्र चाहिँ मेरो मन परेको चलचित्र। त्यसभित्रको तपाईँ एकजना कलाकार, त्यो क्यारेक्टर मलाई अहिले पनि दिमागमा आइरहेको छ। तर मलाई दिपेन्द्र यो उसमा चाहिँ रविन्द्र हाम्रो झा होइन, ऊ हाम्रो हनुमान बन्ने उहाँले मलाई दाइ यसो यसो छ, रविजीले यसो यसो गर्नुहुन्छ, उहाँले मलाई लानु भएको हो। त्यसपछि चाहिँ दिपेन्द्र के खनालसँग भेट भएको हो। रविन्द्र पाण्डे बानिया, रविन्द्र बानिया पत्रकार पनि हो उहाँ, हो नि, राम्रो कलाकार। अहिले हामीले यो विदेशी हामी गुरु भन्छौँ, नेपाली भाषा बुझ्नुहुन्न, तर भिक्षु हुनुहुन्छ उहाँ, लामा भिक्षु। उहाँको निर्देशनमा मैले चाहिँ एउटा दुलही भन्ने फिल्म गर्दछु। उहाँ पनि हुनुहुन्छ, कमलमणि नेपाल, म छन्, थुप्रै कलाकारहरू छन्। अब अलिकति रङ्गमञ्चको कुरा गरौँ। तपाईँ रङ्गमञ्चमा चाहिँ कसरी आउनुभयो? चलचित्रमा आएको कुरा त तपाईँले भन्नुभयो, रङ्गमञ्चमा कसरी आउनुभयो? के पारिवारिक पृष्ठभूमि त्यस्तो थियो कि होइन? तपाईँको परिवारको बुवा अथवा हजुरबुवा कोही कला क्षेत्रमा हुनुहुन्थ्यो? कसरी रङ्गमञ्चमा आउनुभयो तपाईँ? न म पछाडि कोही आए देखिया छैन, अगाडि कोही पनि हुनुहुन्थ्यो मैले बुझे अनुसार। मेरो हजुरबाउसम्म मलाई थाहा छैन। अनि मलाई चाहिँ के हुन्थ्यो भने रङ्गमञ्च उसमा चाहिँ अब हामी नेवारी समुदायमा चाहिँ कस्तो हुन्छ भने इन्द्र जात्राको दिन प्रत्येक दबलीमा चाहिँ नाटकहरू हुन्छ। त्यो नाटक अब हाम्रो त जात्रा भन्ने हुन्छ नि त, जात्रामा देखाइदियो। इन्द्र जात्रापछि जात्रा आउँथ्यो होइन। त्यो जात्रामा कुनै नाटक भयो भने रातभरि हाम्रो यस्तो उसमा चाहिँ चिउँडो यसो राखेर नाटक हेर्ने बानी। एक डायलग कन्ठ हुन्थ्यो हामीले। कलाकारहरूले बिर्सिन्थ्यो डायलग, हामीले कन्ठ हुन्थ्यो अनि भनिदिने दर्शकबाट है। त्यसरी हिँड्ने। त्यसमा चाहिँ म फुचे हुँदाखेरि अनि गोविन्द चिकम्बुवा है, ह्युमर टोल कि खै कहाँ त्यहाँ हुनुहुन्थ्यो। रत्न बेहोसी, अहिले त उहाँ त अब सङ्गीतको गुरु नै हुनुहुन्छ, सबैको प्रिय होइन। उहाँको नाटकदेखि म प्रभावित भएको थिएँ। म पनि यसो गर्न सकौँला, उसो गर्न सकौँला भन्ने हुन्थ्यो। तर कस्तो रहेछ भने मनले जे गर्छु भने नि त्यो दृढ सङ्कल्प हुनुपर्दो रहेछ, त्यो हुँदो रहेछ। मैले जे चिताएँ त्यो अहिलेसम्म पुगिरहेछ। यो सायद नातिसोती कृपा होला। तपाईँको कुरासँग फेरि मेरो पनि ठ्याक्कै कुरा मिल्छ। मैले जे चिताएँ त्यो अहिलेसम्म पुरा भएको छ। मैले चिताएर मलाई यो चिज गर्नु छ भने त्यो पुरा हुन्छ। त्यही भएर तपाईँ हाम्रो चाहिँ कुरा मिलेको पनि यही हो। एकदम एक दुईवटा कुरा नपुरा भएको होला होइन, तर अधिकांश चाहिँ पुरा हुनु पनि हुँदैन है। फेरि अधिकांश कुरा चाहिँ मैले सबै पुरा भयो भने मान्छे घमण्डी हुन्छ। पुरा भयो भने त्यसको लागि सङ्घर्ष गरे भने सङ्घर्ष नै जिन्दगी हो नि त फेरि। तर धेरै जसो कुराहरू चाहिँ म यो गर्न पाए हुन्थ्यो, मैले त्यो गर्न पाए हुन्थ्यो, मैले यस्तो गर्न पाए हुन्थ्यो। जस्तो म पहिला डान्सर थिएँ, सङ्गीतकार भएँ, वाद्यवादक भएँ, अनि त्यसपछि फेरि क्यामेरा चलाउनु थालेँ, फेरि निर्देशन गर्न थालेँ। अब पढ्नु पऱ्यो भने फेरि पढ्नु थालेँ होइन। त्यो जे कुराहरू मैले यसो गर्न पाए हुन्थ्यो भनेको कुराहरू चाहिँ पुरा भएको छ क्या। अब अझै एउटा छ धोको होइन। एउटा चलचित्र गर्न पाए हुन्थ्यो, एउटा पिएचडी गर्न पाए हुन्थ्यो। दुईवटा धोको छ, त्यो दुईवटा धोको पनि पुरा हुन्छ भन्ने आशा छ। विद्यार्थी कहिले बुढो हुँदैन। तपाईँ आँट्नुहोस्,
पुरा हुन्छ होला भन्ने आशमा छु। रङ्गमञ्चको कुरा गरेँ मैले तपाईँसँग, तर तपाईँलाई मैले पहिलाचोटि देख्दाखेरि चाहिँ तपाईँ नृत्य कलाकारको रूपमा देखेको। जति बेला 2050 सालतिरको कुरा होला, आजभन्दा 30-32 वर्ष अगाडि तपाईँलाई पहिलोचोटि भेट्दाखेरि तपाईँ अत्यन्तै राम्रो नृत्य कलाकार र नृत्य निर्देशक, कम्पोजिसन गर्नमा पनि, डान्स कोरियोग्राफीमा पनि त्यत्तिकै पोख्त र डान्स गर्नमा पनि त्यत्तिकै पोख्त। अर्थात् तपाईँले चाहिँ नृत्य गर्दाखेरिका तपाईँको आङ्गिक चालहरू होइन, तपाईँका चाहिँ हरेक स्टेप्सहरू चाहिँ एकदमै क्लियर हुने, अत्यन्तै सुन्दर हुने, अत्यन्तै त्यो हेर्दा पनि हेरिरहँ जस्तो लाग्ने खालको हुन्थ्यो। अनि कोरियोग्राफी पनि त्यत्तिकै सुन्दर हुन्थ्यो। तपाईँको 1 घन्टा 2 घन्टामा तपाईँले चाहिँ एउटा डान्स कम्प्लिट गरिदिनुहुन्थ्यो। तपाईँले कम्पोज गरेको डान्स मैले नाचेको तामाङ सेलो, कौडा, थुप्रै डान्सहरू, कल्चरल डान्सहरू मलाई अहिले पनि याद आउँछ। डान्समा चाहिँ कसरी आउनुभयो तपाईँ? अब पहिलो त डान्समा आउनुको मलाई मादल बजाएको सुन्नै हुँदैन थियो। त म साह्रै लजाउने मान्छे आइफेरि, कसैको अगाडि म यति पनि गर्दिनँ। म त्यति लाज लाग्ने मान्छे। तर ढोका थुनेर चाहिँ उता गर्ने मजाले हल्लिन्थेँ म, चुक्कुलाएर है म हल्लिन्थेँ। अनि मलाई खुब मन पर्थ्यो। अनि म नेवार भइकन पनि मेरो क्षेत्रीय बाहुनहरूको सङ्गत बढी थिए मेरो। रतौलीमा पुग्थेँ, जुहारीमा पुग्थेँ। अच्छा है, त्यसको प्रभाव अनि त्यहाँको जुन माहौल हुन्थ्यो, अरू नाचेको देखेर छमछम सबैभन्दा ठुलो कुरो मन रहेछ कि यो मनले जे गराए शरीर त्यत्तिकै जाँदो रहेछ, मन रहेछ। तर कहिलेकाहीँ ज्यान अब मेरो पो गयो त अरूको फेरि नजाँदो रहेछ। फेरि त्यो मैले सिकाएर मात्र थाहा पाएँ। म जे छु भन्ने चिज अरूलाई जे गराएँ नि अहिले आएर त्यो नहुँदो रहेछ, नसक्ने रहेछ। त त्यसको पनि फेरि अर्कै भाषा रहेछ। कसरी ल्याउने त भने चाहिँ जुन हामी नाट्यश्वरीको उ गर्छौँ नि, नाट्यश्वर त आफूभित्र रहेछ नि, हामीभित्र रहेछ नि, बाहिर पो आउनु नसकेको रहेछ नि। तर बाहिर निकाल्ने तरिका चाहिँ गुरुको प्रमुख दायित्व रहेछ नि त। यो चिज मान्छेले बुझेन। गुरुको मैले तपाईँ राजेशजी हो भनेर बुझ्नलाई तपाईँको त्यो अनुहार हेरेर मात्र नपुग्दो रहेछ नि त। तपाईँको व्यवहार, तपाईँको साइकोलोजी के रहेछ त्यो हेर्नु पर्छ। यसो गरेपछि यसलाई यता ल्याउन सक्दो रहेछ, यसो गरेपछि यसलाई यता ल्याउन सक्छ। त्यो चाहिँ गुरुको प्रमुख दायित्व। तर हाम्रा गुरुहरू कस्तो छन् भने मलाई पाप नलागोस् यसो गरेर दिन सक्ने गुरु कोही पनि छैन। दुःख लाग्छ त्यो दिने बित्तिकै म माइनस हुन्छु, यो माथि जान्छ भने त्यो एकदम बहिर्भाव रहेछ। यसले गर्दाखेरि अलिकति गाह्रो चाहिँ रहेछ है। अनि डान्स गर्दाखेरि पनि हाम्रो नेवारी उसमा चाहिँ पुरानो गीतहरूलाई अहिलेको समसामयिक विषयवस्तुमा हालेर गीत लेखेर कम्पोज गरेर डान्स गर्ने त्यो प्रविधि नेवारी परम्परामा अहिलेसम्म छ। हामी दबु प्याह भन्छौँ हैन, नेवारीमा अहिलेसम्म छ त्यो। त्यसले प्रभावित नाटकमा त त्यो नाटकभित्रको एउटा पाटो मात्र भनेको नृत्य हो, नाटकको एउटा पार्ट हो त्यो। अनि अहिलेका नेता बन्धुहरूलाई अब यो आक्षेप पनि होइन, यो भएको कुरा सबैले थाहा भएकै कुरा हो। नेताहरूले 4 घन्टा भाषण गरेर 2 घन्टा भाषण गरेर 1 घन्टा भाषण गरेर जनतालाई चाहिँ आफूतिर आकर्षण गर्न नसकिएपछि तपाईँ हाम्रो काम आउँछ। यो भनेको कलाकार। 5 मिनट हामी नाच्छौँ, गाउँछौँ, अभिनय गर्छौँ, सारा दर्शकहरू झुमेर भने
आश्चर्य हेर्छन्। अनि 5 मिनट पनि नेताहरू कुर्न सक्दैनन्। फेरि कतिखेर सकिन्छ यो माइक सामान हतार किन भने जनताहरू त्यहाँ आइसके। अनि हामी आर्टिस्टहरू हामी कलाकारलाई चाहिँ हेर्ला कसले हेऱ्यो कुन चाहिँ सरकार आयो कलाकारलाई कुन चाहिँले के गर्यो। कलाकारको थाहा नपाउने मान्छेले चाहिँ माथि 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 कहाँ पुरा तपाईँ हामी चाहिँ जगदेखि यो के भन्छ यो डिपिसीबाट माथि आउनै नसक्ने हामी जुन हामीले नाचेरै गाएरै नाटक गरेरै हैन काँधमा राखेर माथि राखेर के बनायौँ यसो हेर्नु पर्दैन। कलाकारहरू पनि स्वाग्नी होला छोराछोरी होला आफू जिउनु पर्ला। तपाईँलाई आँसु आउँछ यो मैले यो कुरा गरेर तपाईँलाई आँसु तपाईँले आँखा तिर्मिराइसक्यो यो कुरा नगरौँ गाह्रो छ नि त। हाम्रो पनि आफ्नै जिन्दगी छ नि त। हामी आर्टिस्टहरूले धेरै गऱ्यौँ। हामी 5 मिनटमा उहाँहरूको भाषणको सबै समेटेर हामी एकीकृत गरेर अगाडि ल्याइदिन्छौँ। तर हामीले वास्तै गर्दैन। दुःख लाग्छ नि रुन मन लाग्छ। यति गरियो हाँसौँ धन्न मेरो स्वास्नी सोचिरहेछ पहिले गएन। स्वास्नी छोराछोरी केही नभनिकन उनीहरूको लागि समय दियो। कति इमान्दारी रहेछ मेरो बुढी कति इमान्दारी रहेछ यो उनीहरूले बुझ्छन् राईजी बुझ्छन्। यो भन्दै गर्दाखेरि तपाईँ बोल्नु सक्नु भएन दुःख लाग्छ नि त। तपाईँको पिर पनि एउटै मेरो पिर पनि एउटै हो कि कफी खानुहोस्। सिरियस कुरा धेरै भयो अलिकति रमाइलो कुरा गरौँ। तपाईँ र म सँगै होला सायद 2006 हो कि 9 हो म ठ्याक्कै साल बिर्सेको छु। फ्रान्स बेल्जियम एउटा 4 साल 2004 फोकलोर फेस्टिभलमा गयौँ। त्यो जुराइदिने चाहिँ अहिले पनि म धन्यवाद दिन चाहन्छु हाम्रो आरसी कोइराला रामचन्द्र कोइरालाजीलाई। किनभने उहाँले नेपाली लोक संस्कृति लोकनृत्यलाई संसारभर चिनाउनको लागि असाध्यै धेरै मेरो पहिलादेखि नै साथी हो रामचन्द्र कोइराला। म रामचन्द्र कोइरालाजीलाई चाहिँ नेपाली लोक संस्कृतिलाई विदेशमा परिचित गराउने कामको निम्ति चाहिँ अत्यन्तै सम्मान आदर गर्छु अहिलेसम्म। उहाँ अहिले पनि गरिरहनु भएको छ र उहाँकै कारणले हामी फ्रान्स र बेल्जियम जान सक्यौँ। त्यो यात्राको बारेमा हल्यान्ड पनि पुग्यौँ के अरे अर्को नाम धेरै ठाउँ पुग्यौँ। त्यो यात्राको बारेमा सांस्कृतिक एउटा कलाकारको हिसाबले यात्राको बारेमा अलिकति भन्नु न तपाईँलाई। फेरि कहाँ पुऱ्याइदिनु भयो तपाईँले अलि रमाइलो कुरा गरौँ। हामी धेरै सिरियसमा गयौँ क्या। सिरियस त फ्रान्स जाँदाखेरि त हामी कति घन्टा 28 घन्टा हो कि कति घन्टामा चाहिँ हामी फ्रान्स पुगेका थियौँ होइन। 2-3 ठाउँ चाहिँ त्यो ट्रान्जिट गर्दै 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 लास्टमा हामी फ्रान्स पुगेका थियौँ। कहाँ पुग्यौँ त्यो अब त्यो सम्झना भएन। 42 दिनसम्म हामीले मलाई बेल्जियममा बस्यौँ। तपाईँलाई के याद आउँछ त्यो फ्रान्समा जाँदाखेरिको? होइन त्यहाँ धेरै देशका कलाकारहरूसँग भेट भयो। लगभग 45-46 देशका कलाकारहरू 47 देशको 47 को आर्टिस्टहरूसँग भेट भयो। अनि हामी भन्छौँ हामी मात्र नेपालीका मात्रै छाडा भन्छौँ होइन र त प्रत्येक देशका मान्छे छाडा त्यो किन भने नि अब हामी नेपाली समाजमा छ नि त। अब म नेवारको छोरो होइन तपाईँ एकजना मगर होइन अनि तपाईँ नेवारी भाषा सिक्न आयो भने त्यो मुल्ला नेवारका छोराहरूले ठुटा चाहिँ मेरो प्यासन है मको प्यासन है छाङ्गो बेट्ने जिउको टोप्ले छाङ्गो टोप्ले जिउको बेट्ने यस्ता यस्ता कुराहरू
सायद म नेवारको बच्चा होइन मगरमा गयो भने तपाईँले पनि त्यसै भन्थ्यो गर्नुहुन्थ्यो होला है। यो चिज छ नि मैले हेर्दाखेरि चाहिँ हाम्रो नेपालको मात्र भन्नु ठाने थिएँ होइन रहेछ वर्ल्डमै रहेछ नि त। मलाई के गर्यो चाइनिजहरूले तिम्रो चाइनिज भाषा सिकाउनु भनेको त उसले सिकाउनु सिकायो अहिले त मैले बिर्सेँ चाचाङ चुचो के गरेँ भरे त अर्को आएर त गरे यसो अब भन्यो नो भन्नु सकेन नि त उनीहरूले होइन भरे त नबोल भन्नु भने भरे त मलाई राम्रै भाषा सिकाएर रहेछ नि त उनीहरूको राष्ट्रिय भाषा तिनीहरू त्यस्तो रहेछ भन्ने ठानेको त अर्को एउटा अर्को देशले मलाई त्यस्तै सिकाएछ। अर्को देश चाहिँ यो बुल्गेरिया हो कि कुन देशले चाहिँ अब मैले चाहिँ नमस्ते भनेको यसो सिकाएँ राम्रै सिकाएँ मैले चाहिँ उसले चाहिँ उनीहरूको भाषाले रङ वर्ड कि भन्नै नहुने एकदम भन्नु नहुने सिकाएको छ। अनि म पनि तिमीहरूको देशको गीत मलाई आउँछ भने यहाँ गर्दैन नि अर्को दौडेर केटी एकजना दौडेर न न न न अनि किन भनेको त बुझिहाल्नु पर्ने त्यस्तो भाषा रहेछ के। अनि मैले जानेको अनुसार चाहिँ नेपालमा चाहिँ यस्तो छाडा बोर्डहरू हुन्छ होला भनेको होइन रहेछ। तर यो चाहिँ के भन्दाखेरि हामी आर्टिस्टहरू फेरि सिरियस हामी आर्टिस्टहरू अरूलाई रुवाउँछौँ अरूलाई हँसाउँछौँ देशको गतिविधिहरू हामी त ऐना हौँ नि त हामी ऐनामा छर्लङ्गै देखाउँछौँ तर हामी नौटङ्की चाहिँ होइनौँ है। फेरि अहिले यो नाटक भन्छौँ नि नाटक नौटङ्की होइन। नाटक गऱ्यो भन्छ नि अनि कृष्ण भक्त को त म त नाटक गर्छु नि त म फटा मात्रै बोल्ने हो होइन नि त। यो शब्दहरू चाहिँ प्रयोग नगर्दा हुन्छ जस्तो मलाई लाग्छ होइन। अनि हामी आर्टिस्टहरू रमाइलो कहिले गर्ने त अनि उनीहरूले त्यसो भाषण गरेर के गरोस्। अनि म पो मूर्ख भने त मैले पनि त्यही भाषा सिकाउनु पर्ने रहेछ म पनि हाँस्नु पाउँथेँ नि त म हाँस्नमा चुकेँ नि त मैले पनि त्यसै सिकाउनु पर्ने रहेछ नि त होइन। अनि उनीहरू पनि मेरो साथी अरू हामी त 16 जना गएको 17 जना फर्के होइन र एकजना प्रेग्नेन्ट थियो नि त को प्रेग्नेन्ट थियो मैले जे होस् अब एबिसी थियो होइन। अनि कक्षा पौडेल हाम्रो म्यानेजर हुनुहुन्थ्यो आरसी हुनुहुन्थेन आरसीको मिसेस हुनुहुन्थ्यो मैले नाम बिर्सेँ मिनाजी हुनुहुन्थ्यो मिनाजीले हामीलाई राम्रै गाइड गर्नुभयो। अनि अर्जुन थापा हुनुहुन्थ्यो एकजना अनि गाउनेमा हाम्रो शिव पौडेल हुनुहुन्थ्यो डान्स गर्नेमा तपाईँ र म थियौँ फिमेलमा सन्जु थापा थियो अनि के पौडेल भन्नुभयो सन्जु थापा पुनम भट्टाचार्य के अनि पूजा गुरुङ पुनम राई होइन पुनम भट्टाचार्य थकाली अनि एकजना चाहिँ पूजा गुरुङ थिइन् तिनी त अझ यो मिस नेपाल के कम्पिटिसनमा पनि जितेको त्यति बेला होला होइन तिनी थिइन्। टिम राम्रो थियो हाम्रो जे होस् होइन रमेश डङ्गल रिदममा थियो बाँसुरीमा आशिष विश्वकर्मा थियो आशिष परियार कहाँ छ ऊ त बाहिर गयो जस्तो लाग्छ मलाई सायद। तर जे होस् त्यो टिम राम्रो थियो हामीले असाध्यै राम्रो कार्यक्रम प्रस्तुत गऱ्यौँ। मलाई एउटा कुरा याद आउँछ क्या कृष्णजी त्यो बेलामा हामीले एउटा चाहिँ के गर्थ्यौँ भन्दाखेरि अब तपाईँ त्यो टिमभित्रमा अलिक तपाईँ र म अलिक पाएको खालको थियो किनभने अरू सबै भाइहरू सानसानै थिए त्यो बेलामा हामी पनि थियो तर उनीहरूभन्दा अलिक पाएको थियौँ। अनि बहिनीहरूले चाहिँ हामीलाई सानुमैया धौडेल शिव पौडेल गायनमा हुनुहुन्थ्यो सानुमैया धौडेल बहिनीलाई पनि म सम्झिन्छु भक्तपुरको साह्रै राम्रो असल मान्छे। अनि उहाँ भयो पूजा बहिनी सन्जु पुनम 4 जना बहिनीहरूले चाहिँ बुहारी रहेछ नि 4 जनाले चाहिँ विशेष गरी तपाईँ र मलाई मनपर्छ भनेर उनीहरूले आफ्नो भागको वाइन चाहिँ ब्यागमा राखेर अनि हामीलाई कोठामा आएपछि हामी बस्ने ठाउँमा आएपछि उनीहरूले हामीलाई वाइन खुवाउँथ्यो। अनि एक दिन के भयो भन्दाखेरि
तपाईँ र म त्यो गर्मीको महिना थियो, स्विमिङ पुलमा गयो, त्यहाँ एकजना चाइनिज बुढा मान्छे भेट भयो। अनि त्यो चाइनिज बुढाले चाइनाबाट ल्याएको उसले आफ्नो लोकल वाइन अनि हामीले चाहिँ उसँग दोस्ती गऱ्यौँ होइन, त्यो साथी बनायौँ। अनि भाषा चाहिँ नबुझ्ने तर इसारामा हामीले नेपालीमै बोल्ने, उसले चाइनिजमै बोल्ने तर इसारा गरेर बुझ्ने। अनि पछि लास्टमा ऊ खुसी भएपछि चाहिँ हामीलाई उसले उसको वाइन दियो, हामीले वाइन दियौँ, उसले उसको लोकल वाइन दियो। अनि हामीले त्यो चाखेर अनि पछि हामी 2-4 चोटि चाहिँ उसँग त्यो भेट्दाखेरि उसले हामीलाई वाइन चखाउँथ्यो। त्यो याद छ नि तपाईँलाई? अनि तपाईँले छाड्नु भएको थियो? तपाईँलाई याद छ? तपाईँले छाडेको मैले सोरेको थिएँ, सोरेर अनि तपाईँ निन्द्रामा यसलाई म भेट्टाएँ भने त्यो चाइनिज बुढा मान्छेको अनुहार मलाई अलिअलि याद आउँछ अहिले पनि। अनि कहाँ मेरो नाम लिएर तपाईँ निन्द्रामा बराउनु भएको थियो कि तपाईँले छाडेको सबै मैले सोरिसकेँ, फालिसकेँ मैले होइन। त्यो फ्रान्सको कुनै एउटा गाउँ थियो, त्यो सायद आम्बाटोर कि के भन्ने गाउँ थियो, मेखल्यान्ड। हामी 7वटा गाउँमा गयौँ, 7वटा गाउँमा गयौँ, त्यो एउटा गाउँ थियो। अच्छा, एउटा त्यो कुरा याद आउँछ। अर्को मलाई त्यति बेलाको साथीहरूमा एउटा त्यो ड्राइभर थियो हामीलाई असाध्यै मन पराउने होइन, ड्राइभर याद आउँछ। एकजना मेलिस भन्ने बहिनी थिइन्, सानो नानी। एलिस त हाम्रो गाइड थियो। अर्को मेलिस भन्ने हाम्रो चाहिँ त्यो स्वयंसेवकमा एकजना बहिनी थिइन् होइन, तिनको याद आउँछ। राम्रो असल मान्छेहरू। अनि हामी बेल्जियममा जाँदाखेरि तपाईँ र म एउटै घरमा पेइङ गेस्ट बसेका थियौँ, त्यो घर याद आउँछ। याद आउँछ नि तपाईँलाई है? अरे उसको हामी यहाँ केटीले मलाई यहाँ लाग्यो, हाम्रो यदि छोरी भयो भने कोही केटा घरमा आयो भने तँलाई नहर मौली त बिग्रिस भने भन्थ्यौँ होइन। तर उनीहरूको संस्कार हेर्नुहोस् त, मेरो छोरीको एउटै बोयफ्रेन्ड छैन, म त दुःखी भएँ। त्यस्तो संस्कार उनीहरूको, त्यस्तो संस्कार। अनि हामीले यो पार्टी दिएको थियो, तपाईँले पार्टी याद गर्नु भएको छ? पार्टी दिएको थियो हामीलाई। वाइ भनेर सोध्यो नि त होइन, मेरो छोरीको बोयफ्रेन्ड आउँदैछ। हामी त दुईजना पजल भयो नि त, बोयफ्रेन्ड आउँछ त्यसको पार्टी हो भनेपछि हेर्नुहोस् त। त्यो फ्रान्सको हाम्रो 42 दिनको यात्रा अविस्मरणीय छ। 42 त्यहाँ स्पेन्ड गऱ्यौँ हामीले, यताउता गर्दा 45 दिन भयो हामी जाँदा। त 45 दिन, हाम्रो पैसा नै 45 दिनको थियो त्यो बेलामा। किनभने 22-23 घन्टा त हामीलाई त्यो ट्रान्जिट के गर्दा लाग्थ्यो। अर्को पनि घटना छ फेरि, तपाईँ र मसँगै सहयात्रा गरेको हङकङको यात्रा छ। रक्षा गुरुङजी हङकङमा बस्नुहुन्थ्यो, उहाँले हामीलाई पहिलो पटक 2000मै लानुभयो। ग्रेट मान्छे, 2000मै हामीलाई लानुभयो। रक्षा गुरुङ, म त्यो बेलामा जापान भएर 2000मा जापान गएको थिएँ। त्यहाँबाट फर्किया मात्र थिएँ। रक्षा गुरुङले चाहिँ हाम्रो के अरे बुद्ध र चण्डाल युवती, मैले त्यही कुरा गर्न खोजिरहेको थिएँ क्या। तपाईँले त्यो बेलामा गरेको गीति नाटिका बुद्ध र चण्डाल युवती, जसको लेखक हुनुहुन्थ्यो मदनाथ प्रसाद, जसलाई सङ्गीत गर्नुभएको थियो उदय श्रेष्ठज्यूले, र जसको निर्देशन गर्नुभएको थियो तपाईँले, र तपाईँ आफै पनि त्यसमा चाहिँ बुद्धको रोल गर्नुभएको थियो। तर यो जान्थेन है त्यो बेलामा। फेरि यो पनि जस्टिस अहिले गएर जस्तो भइसकेको छु म। तपाईँलाई त्यो बुद्धको रोलमा तपाईँले गरेको र चण्डालिकामा हाम्रो अन्जु थापाले गरेको रोल चाहिँ त्यो अहिले पनि आँखामा झल्झली आउँछ क्या। अलिकति त्यो बुद्ध र चण्डाल युवतीको बारेमा तपाईँको आफ्नो अनुभूतिहरू बताइदिनु न। अब भन्दाखेरि 1-2 मान्छेले चोट पर्ला। यो कृष्ण भक्त भन्ने मान्छे अरूले गर्न नसकेको भनौँ या छोडेको भनौँ, त्यसको अब्जस मात्रै लिने जस्तो भयो कि म चाहिँ। जुन संस्थाले यो कार्यक्रम गर्यो नि, त्यो संस्थाले जसले डाइरेक्सन गर्यो उसलाई चिन्न नसके हो कि सायद त्यो व्यक्ति अलिकति उभद्रो हो, त्यो मैले बुझ्न सकिनँ। मेरो संस्था
मलाई प्यारो लाग्छ। गएँ फलानाले यसो गरे उसो गरे उसले गरिदिनु भन्यो, तपाईँले गरिदिनु पर्यो भनेर भन्नुभयो सबैले। ल भनेर मैले डाइरेक्सन पनि गरेँ, म आफै पनि खेलेँ, किनभने मैले भने जस्तो गर्नु सकेन। त्यही भएर म आफैले पनि गरेँ। त्यसको लागि सुट पनि मै थिएँ। अब एक्टिङ भनेको चिज पहिलो कुरो बुझ्नुपर्छ होइन। एक्टिङ गर्ने होइन के, एक्टिङ किन गर्ने हो? त्यो एक्टिङ गर्ने मान्छेले नौटङ्की भन्छ कि हामी त एक्टिङ गर्ने मान्छे नै होइन। जे छ ऐनाले कहिले झुट बोल्छ? बोल्दैन। ऐनाले जहिले पनि सत्य बोल्छ, तर उल्टो सिकाउँछ। यो चिज कसैले बुझ्दैन। त्यही उल्टो सिकाउने मान्छेलाई चाहिँ विश्वास गरे, उल्टै गरिदिनु भयो। म गएँ, मैले यसो हुन्छ उसो सबै गरेँ, त्यो चिज हिट भयो, राम्रो भयो, दुनियाँले बोलाए, गयौँ। तपाईँहरूको सरकार झन् राम्रो भयो, राम्रो भयो नि त्यो चिज हो होइन। अनि समाजमा भएको व्यथिति, विसङ्गति, विकृति सबै त्यसैमा थियो। हामीले उजागर गऱ्यौँ, मान्छेले मन पराए। हुन्छ, काम गर्ने मान्छेले गल्ती गर्छन्, नगर्ने मान्छेले कुरा मात्रै काट्छन्, तर हामीले चाहिँ काम गरेकै हो। कहीँ गल्ती भयो होला, त्यसको चाहिँ अब क्षमा पनि दिनुहुन्छ नि त काम गर्ने मान्छेहरूलाई होइन। गाह्रो छ, कुनै पनि काम सजिलो छैन। के भन्नु भएको थियो? मलाई के लाग्छ भने नि, म त डुबेँ है। मोदनाथ प्रसिद्धले लेख्नु भएको गीति नाटिकामा यो अत्यन्तै एउटा महत्त्वपूर्ण गीति नाटिका हो। उदय श्रेष्ठले सङ्गीत गर्नुभएको विभिन्न सङ्गीतहरूमध्येको यो उत्कृष्ट सङ्गीत हो र निर्देशन गर्नुभएको तपाईँका विविध नाटकहरू, नृत्य नाटिकाहरूमध्येमा यो तपाईँको उत्कृष्ट नृत्य नाटिका थियो र यो नृत्य नाटिकाले एउटा सन्देश पनि बोकेको थियो र अभिनयका हिसाबले पनि मेन मुख्य भूमिकामा तपाईँ र अन्जु थापा, अन्जु आले जसले अभिनय गर्नुभएको थियो। मलाई लाग्छ यो अत्यन्तै उत्कृष्ट प्रस्तुति थियो। अब अहिलेका पुस्ताले त त्यो थाहा पाउँदैनन् होला, तर त्यो बेला यो प्रस्तुति चाहिँ अत्यधिक दर्शकहरूद्वारा रुचाइएको प्रस्तुति थियो। अब हामीले यो त कहाँ मात्रै देखाएनौँ हामीले। तपाईँले त यो प्रस्तुति सायद स्कुलको बच्चाहरूलाई सिकाएर जापान पनि गयो होला कम्पिटिसनमा। जापानमा फर्स्ट लिएर आएको यो फर्स्ट लिएर आएको एसियाबाट। यो मूल्याङ्कन गरोस् नगरोस् उनी छैन। उत्कृष्ट भएको गीति नाटिका थियो यो। तपाईँहरूको अभिनय अथवा उदय श्रेष्ठको सङ्गीत, मोदनाथ प्रसिद्धको त्यो रचना शब्दहरू म आज पनि सम्झिरहेको छु क्या। त्यो चिज यस्तो रचना पनि भएको थियो है भन्ने मलाई लाग्छ। उत्कृष्ट रचना जो हामीले हङकङमा देखायौँ, जापान गयो, विभिन्न ठाउँमा त्यसमा गयो। ए हो त, नेपालमा पनि हङकङमा पनि देखायौँ। तपाईँले भिक्षु गर्नु भएको थियो? म एउटा भिक्षु बनाएको थिएँ। म एउटा भिक्षु बनाएको थिएँ। भिक्षु बन्नु भएको थियो तपाईँ? याद आयो। अत्यन्तै उत्कृष्ट र धेरै दर्शकले रुचाइएको थियो। अर्को तपाईँको त्यस्तै प्रस्तुति छ एउटा नेपाल गाथा, जो पहिलो पटक तपाईँले चाहिँ नेकपा एमालेको 9 राष्ट्रिय महाधिवेशनमा गर्नुभएको थियो र त्यो प्रदीप गेवालीले लेख्नु भएको गीति नाटिका नेपाल गाथा, अशोक राईले सङ्गीत गर्नुभएको। त्यसमा धेरै कुराहरूमा देवी नेपालको पनि, डाक्टर देवी नेपालको पनि भूमिका छ। अनि उहाँले देवी नेपालले धेरै गर्नुभएको छ र खास गरी त्यसलाई जीवन्त बनाउने काममा तपाईँको भूमिका छ। नेपाल गाथाको बारेमा अलिकति तपाईँको अनुभूति भनौँ न, के छ? अब त्यो नेपाल गाथा यति राम्रो थियो, यति राम्रो मेरो मुटुमा छोएको थियो। मैले चाहिँ कति 100 आर्टिस्ट भएको यो ड्रामालाई मैले 38 जनामा सकाएको थिएँ, जुन एकजना व्यक्तिले 3टा रोल गरेको थियो। यसरी गरेका थिएँ। अनि मैले प्रदीप गेवालीजीले जसरी लेख्नु भएको थियो,
मैले अलिकति मोडिफाई पनि गरेको थिएँ मैले। उही मान्छे कहिले भकारी बन्छ, उही मान्छे कहिले मलामी बन्छ, उही मान्छे कहिले नदीमा हाम फाल्छ, उही मान्छे कहिले बुद्ध बन्छ, उही मान्छे कहिले साह्रै बन्छ, गाइने बन्छ, उही यसरी गरेको थिएँ मैले। तर त्यो बेलादेखि अहिलेसम्मको बुद्धकालीनदेखि है उहाँले यस्तो राम्रो लेख्नुभयो, यस्तो राम्रो लेख्नुभयो प्रदीप गेवालज्यूले। बुद्धकालीनदेखि लिएर अहिले वर्तमान अवस्थासम्ममा राजनीति उसमा उतार चढाव के भयो त सबै त्यसमा उल्लेख थियो। के झन्डै झन्डै 2500-2600 वर्षको इतिहास त्यसमा आएको थियो, डुबेको थियो। हो थियो, उत्कृष्ट रचना थियो त्यो है। तर अब कहिलेकाहीँ भन्न पनि मन लाग्छ, भन्न पनि मन लाग्दैन। अब तपाईँलाई यदि तपाईँ आपत्ति जनाउनु म भन्नु मन लाग्छ, भन्नु कि नभन्नु? भन्नु भन्नु मजाले भन्नु भन्नु है, एकदम मजाले भन्नु। त्यही नाटक जनसांस्कृतिक महासङ्घले गरेको थियो, उत्कृष्ट नाटक भनेर कान्तिपुरले लेखियो। त त्यही नाटक लास्टमा तपाईँ नै जिएम भएको पालामा फितलो नाटक किन भयो? फितलो भयो अन्यथा नलिनुहोस् है। होइन, एकदम यो चिज मैले त्यसलाई महसुस गरेको छु होइन। यही चिज अब फेरि आदरणीय दर्शक महानुभावहरू फेरि यो कृष्ण भक्त बढी एकदम मैले महसुस गरेँ। जे देखेँ त्यही बोला, हामी कलाकार हौँ, भावुक हुन्छौँ। पछि नबोलाउनुहोस्, अरू कसैले बोलाउँछन्। होइन, महसुस गरेको छु मैले, एकदम ठिक भन्नु होइन। त्यस्तो गरेँ अनि त्यहाँ के भयो कि योभन्दा पछाडि चाहिँ नजाउँ, जे होस् समाचार त्यसो हुँदाखेरि मलाई सायद तपाईँ लगायत अरूलाई के भयो कसो, मलाई चाहिँ साह्रै पिन्च भयो। 3 गोली हाने जस्तो भयो मलाई यहाँ, मलाई साह्रै उ भयो, आँसु आयो मेरो। त्यही नाटक उत्कृष्ट, त्यही नाटक फितलो, लेख्ने समाचार पत्र कान्तिपुर त्यही हो। पीडा त हुन्छ नि। मेरो भनेको मतलब कमसेकम पहिला गरिरहेको मान्छे, पहिला मान्छेले त्यही नाचघरमै देखाएकै हो। सबैले आर्टिस्टहरूदेखि लिएर सबै नाटकका डिरेक्टरहरू हेर्न आएकै हुन्। पछि उनीहरूले गर्दाखेरि त्यस्तो हुँदाखेरि अलिकति कस्तो चाहिँ मलाई भयो। कसैले खुचिम भन्यो, मलाई मन परेन त्यो भन्ने। अब म भन्दिनँ तपाईँलाई, म यो कुरा तपाईँले जतिसुकै त्यो मलाई खोटाउनु उ गर्नु न, म मरिगएँ भन्दिनँ, मरिगएँ भन्दिनँ म है। कसैले त्यो बेलामै राम्रो थियो है यस्तो भन्नु, यस्तो त हुँदो रहेछ, जिन्दगी सङ्घर्ष जिन्दगी हो। उतार चढाव त हुनु पनि पर्छ कि। अब सपना के छ तपाईँको किशनजी? अब के चाहिँ गर्न पाए हुन्थ्यो भन्ने तपाईँलाई लागेको छ? अब सपना पुरा हुँदै नहुँदो रहेछ नि। कोही भाग्यमानी चाहिँ सपना पुरा हुँदो रहेछ। जस्तो हाम्रो विष्णु भक्त फुयाल दाइ भेटे पछि नाटक गर्दा गर्दै मर्न पाऊँ कृष्णजी भन्नुहुन्थ्यो मलाई। मेरो घरमा कहिलेकाहीँ पाहुना आउनुहुन्थ्यो, अनि आएपछि माता यहीँ सुत्छु है भन्नुहुन्थ्यो, सुत्नुहुन्थ्यो। म भोलि बिहान सँगै दाजुभाइ चिया खायो, खानसान खायोभरि पुर्याइदिन्थेँ उतै होइन, राम्रै हुन्थ्यो। अनि उहाँको सपना चाहिँ नाटक गर्दा गर्दै मर्न पाऊँ भन्ने, मलाई मात्र होइन सायद तपाईँले पनि भन्नुहुन्थ्यो होला। भन्नुभएको थियो, मलाई धेरै पटक भन्नुभएको थियो। गुड, यो उहाँको सपना, उहाँको जस्तो अविस्मरणीय मरण, स्वर्गीय आनन्द मरण विश्वमा दुर्लभ है। उहाँले त्यस्तो भन्नुहुन्थ्यो। अब मेरो मरणको कुरा अब गरौँ कि नगरौँ? गरौँ। तपाईँको आफ्नो सपना चाहना
के छ सपना त कहिले पुरा हुँदै हुँदैन, कसैको पनि हुँदैन। जे देखिन्छ के गर्न पाए हुन्थ्यो अब भन्ने छ तपाईँलाई? देश र राष्ट्रको लागि, जनताको लागि केही गरेर, केही सन्देश दिएर अहिलेसम्म दिइरहेकै छु। बुझ्नेले बुझोस्, नबुझ्नेले नबुझोस्। यसमा पनि पक्ष विपक्ष हुँदो रहेछ, मलाई थाहा थिएन। यो उमेरमा आएर थाहा पाएँ। म धेरै ढिला रहेछु। यो ढिला हुनुको कारण हामी कलाकार रहेछौँ। हामी सबैले समान देख्छौँ, हामी सबैले उस्तै देख्छौँ। मै जस्तो भन्नु ठान्दो रहेछ, हामी गलत रहेछौँ। होइन रहेछ नि त, बिल्कुलै होइन रहेछ नि त। म सत्य भए पनि मान्छेले त यो मान्छे यस्तो रहेछ नि त, मुला यस्तो हो नि त भन्ने थुप्रै पो रहेछ नि त। गाह्रो रहेछ। जिन्दगी जिउने कला हो। यसलाई कसरी कलामा बदल्ने हो तपाईँ हाम्रो हातमा रहेछ। तर बुझ्नेले के बुझ्छन्? ल, राम्रो कुरा गर्नु। तपाईँसँग थुप्रै कुरा गर्न बाँकी छ। हामी पुगेन नि? होइन, अर्को 2 घन्टा कुरा गर न। अर्को 2 घन्टा फेरि कुरा गर्छौँ। आज लगभग हामी 1 घन्टा क्रस गरिसकेका छौँ। हो र? कुराकानी एक घन्टा ठुलो पनि बोला हुनु सक्छ। तपाईँ त प्रस्तुता हो नि त। फेरि 1 घन्टाभन्दा बढी भएछ। पक्का हो यो? पक्का। फेरि अर्को एपिसोडमा तपाईँसँग फेरि बाँकी कुरा गर्छु तपाईँसँग। 1 घन्टा पुरो गर्नै पुगेको छैन। 1 घन्टा भन्नुभएको मैले बितेको पत्तो भएको छैन, तर धेरै कुराहरू गर्नु छ। दुःख सुखको कुराहरू धेरै छन् हैन। सुखसँग दुःख छ, दुःखसँग सुख छ। यो दुईटै छ भने पनि नआतिनु, दुईटै छैन भने पनि नमातिनु। ल जा, तपाईँको दोस्रो श्रृङ्खलामा फेरि बाँकी कुरा गर्नु छ। अहिलेलाई बिदा।